हेलो एभ्रिवान, आज हामी फेरि अर्को स्याटरडे मनाउँदैछौँ। दिदीले पानीपुरी बनाउँदै हुनुहुन्छ। अहिले चाहिँ ग्यासको सर्टेज भएको भएर चाहिँ हामी चाहिँ यता गोठपट्टि आएर पानीपुरी यतापट्टि चाहिँ यस्तो रेडी हुँदैछ अचारको लागि। यता म चाहिँ प्याज काट्दैछु है, प्याज खोर्सानी। यता बाहिर पानी परिरहेछ, सिम 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 पानी परिरहेछ। एकछिनपछि खाएको पनि आउँछ, झोलको पनि आउँछ, पानीपुरीको झोलको है। लाइक शेयर कमेन्ट गर्नुहोस्। दिदीले भने सुन्नुभएछ नि सबैजनाले। हाम्रो चाहिँ अनि यहाँ परिवार जुटाउन चाहिँ हाम्रो दिदी चाहिन्छ। दिदी आउनु भएपछि दिदीले केही न केही चाहिँ सोचेर आउनु भएको हुन्छ होइन। उहाँ कहिले के परिकार पकाउन खोज्नुहुन्छ, कहिले के गर्नुहुन्छ होइन। अनि परिवारलाई जमघट गराइदिनुहुन्छ के हाम्रो कान्छी दिदीले चाहिँ है। कति राम्रो फुले हेर्नु न यहाँ पानीपुरी सेतो भएको के गाइज। अब चाहिँ मैले प्याज पनि काटिसकेँ, हरियो खोर्सानी नि काटेँ, अब नि काँक्रो काट्दैछु होइन। अब उता दिदीहरू चाहिँ अमिलो बनाउँदै हुनुहुन्छ, पानीपुरीको अमिलो। अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ मैले चाउचाउ पनि मिसाउनु भयो। दिदीले चाहिँ चाउचाउ मिसाइदिनु भयो। अनि यो चाहिँ पुदिना र उसको झोल बना मिक्सरमा। अब यसमा अमिलो हाल्न बाँकी छ गाइज। त्यसपछि एकछिनमा हाम्रो आलु आइपुग्छ। अनि आलु आएपछि चाहिँ हाम्रो पानीपुरीको लागि अचार रेडी हुन्छ। हेर्दै जानुहोस् है त, म फेरि आउनेछु। हुनुहुन्छ बुवाहरू, यता चाहिँ बुवाहरू चाहिँ आलु तास्दै हुनुहुन्छ। यस्तो हुँदैछ है। म पानीपुरी बोकेर आएको छु। अन्त यो चाहिँ आमाको घर हो अनि हामी हो। वेदर यस्तो छ आजको वेदर, यस्तो छ गाइज। आलु सक्यो गाइज। म आमाको घरपट्टि आएँ अनि यहाँ चाहिँ आलु तास्दै हुनुहुन्थ्यो बुवाहरूले। त्यो चाहिँ मैले अगाडिको भिडियो बनाइसकेँ। सबैजना आज पानीपुरी खान आउनु होला। काँक्रा खायो, हामी हो पानीपुरी खाने हो। लाको काँक्रो खाने, हामी पानीपुरी खाने। यो हो पानीपुरीको अचार मोल्ने दिदी। अनि पानीपुरीको लागि अचार। हामी अब फोर्दै गरौँ तेरो काम फोर्ने त गर्न यार। फुटाल्ने हैन हो त्यो हामीले चाहिँ त्यो फुटाल्ने कसरी गर्छ म यस्तो आमाको पोज है। अब आमाको बस्नु यसो गर्नु खाने मान्छेले त्यसरी फुटाल्न दाइ, यसो गर्नु बाबु। यो हो के यो किसो के खाएको तिमीले? मिठाई। ओके हेर्दा मात्रै धेरै देख्नु कि समेतले एकबाट खान्छ। म देखिछु आमा यहाँ, म आइछु। तपाईँलाई कस्तो फिल भइरहेको पानीपुरी बनाउँदा? गोर्खा दिदी कस्तो फिल भइरहेको एक्सपिरियन्स भन्नु चाहिँ? मुखबाट पानी आइरहेछ। तपाईँलाई खानु मन छ कि छैन? आमा तपाईँलाई नि सबैले खाँदा सबैजना दाम लाउँछ, सबैजना तिरी छ भने यस्तो सबैजना खान मन लाउँछ नि त है। पुरापुरा हालेको चाहिँदैन। गाइस फाइनली पानीपुरीको लास्ट लुक हेर्नुहोस् है। पानीपुरी चाहिँ यस्तो भयो होइन। तर हामीले चाहिँ आधी खाइसक्यौँ।
यो चाहिँ आधी बाँकी भएको है अघि धेरै थियो नि त हजुरले देख्नु भएको थियो अघिको त 3टा झोलामा थियो अहिले चाहिँ हामीले खाइसक्यौँ अनि सकिँदै गएको भएर चाहिँ थोरैमा चाहिँ देखिनु भएको छ यता पनि छ अझै दही छ र ह्याप्पी स्याटरडे गाइज अब हामी पानीपुरी खान्छौँ एउटा मलाई यति दही हाल्नु के कपालको के हो यो चम्चा ल्याउँदै बाबु उँभो थोरै पैसा यसमा अलिकति दही हाल्नु नि त बाबु यहाँ कपाल होइन यो उसो पानी पुरी खाए म खान्छु है र खाएर अनि गर्छु दही पुरी पनि हो ल पानीपुरी अनि दही पुरी सबैले पनि हात हालिए त यसरी पखा भयो स्टार्ट भयो ल खाए ल Okay, everybody, ladies and gentlemen, it's Adair. We are satisfaction. Okay, thanks a lot. हेर्नु सर्केको खानु ल दाइ खानु आमा खानु न खोइ आमा खानु छिटो भिडियोमा आउनु पर्यो ल है गाइज हामी खायौँ है अब ऊ माथि माथि ऊ के लिनु भएको छ हामीले पानीपुरी खाइसक्यौँ खाए जस्तो भएन हाम्रो फिनिस भयो मैले 8वटा खाएँ